हेलो एभ्रिवान, नमस्ते। आज पनि 90 डेज रिल्स च्यालेन्जको डे 25 लिएर आइसकेको छु। टपिकमा जानुभन्दा अगाडि हाम्रो टप लिडर अनि रिल यो च्यालेन्ज होस्ट हाम्रो सुषमा दिदीलाई थ्याङ्क यू सो मच भन्दै म टपिकतिर जान चाहे। हाम्रो टपिक रहेको छ, म इङ्ग्लिसमा पढेर सुनाउँछु है। हाउ आई जेनेरेट लिड्स विदाउट एनी स्पाम पिपुल भनेको छ होइन। त्यो भनेको चाहिँ अब यस अफकोर्स हामी यतिकै त हामी अट्र्याक्सन मार्केटिङ भनेर भनिरहेको हुन्छौँ भनेपछि हाउ डु आई स्प्याम पिपुल है। हामी रियल बिजनेस रियल मान्छे हो। अनि हाउ डु आई जेनेरेट भनेपछि चाहिँ अफकोर्स मैले कसैलाई पनि अब यस्तो त्यस्तो भनेर मैले आफूले एप्रोच गरेको हुँदिनँ। अफकोर्स मैले चाहिँ मेरो आफ्नो कन्टेन्ट भिडियोहरूबाटै सबैजनाले अहिले पनि जतिजना पनि मेरो मेसेजहरूमा लिड्सहरू आउनुहुन्छ होइन, मेरो भिडियो हेरेर अथवा मेरो पोस्टहरू हेरेर नै आउनुहुन्छ। त्यो चाहिँ मलाई एकदम छक्कै पर्छु कि अब एकचोटि मैले दिनमा यति धेरै मैले यो हेरेको हुन्छु होइन। मैले अघि लिडको कुरा गरिरहँदाखेरि चाहिँ के हो भन्दाखेरि चाहिँ यसरी आएको हुन्छ है। यो भनेको चाहिँ सबै जतिजनाले मेरो भिडियोहरू हेरेर मेरो वेबसाइटमा इन भएर रजिस्टर हुनुहुन्छ सबैको यसरी मैले देख्छु होइन। यसरी आउनुहुन्छ तपाईँहरू है। यही हो रियल, किनकि मैले यो दिनमा 4-5 जनालाई मैले कसैलाई पनि भनेको हुँदिनँ नि त होइन। तर मलाई अलरेडी यो अटोमेटिकली किन आएको छ भन्दा चाहिँ अल अबाउट सिस्टम होइन। मैले जुन हामीले भनेको छौँ हामीलाई सबै सिस्टमले सिकाउँछ, सिस्टमले गर्छ भन्छु नि। इट्स इज 100% दिस इज द वान है। सिस्टमले हामीलाई हेल्प गर्छ भनेको चाहिँ वन्स हामीले चाहिँ केमा जागर चलाउनु पर्यो भन्दाखेरि चाहिँ हाम्रो सोसियल मिडियामा चाहिँ हामीले कतिको एक्टिभ हुने, के भन्ने, कसो गर्ने भन्ने चाहिँ त्यो चाहिँ हामीले एक्टिभ हुनु पर्यो। अब चुप लाएर सोसियल मिडियाले अथवा सिस्टमले सिकाउँछ भनेर चुप लाएर बसेर सुतेर त हुँदैन नि त होइन। सो अहिले पनि म किन तपाईँसँग एक्टिभ छु भन्दाखेरि चाहिँ म पसल जानुपर्ने थियो, तर मेरो अफकोर्स भदानी गएपछि चाहिँ मैले चाहिँ मेरो छोरीको इक्जाम चलिरहेछ। सो ऊ रुममा स्टडी गरिरहेछ, म चाहिँ उसलाई अब पर्खेको यसो अलिकति हुन्छ नि पर्खे जस्तो गरेर सी आइ एम जेनेरेटिङ पिपल अनि आइम मेकिङ मनी होइन। आइम रनिङ द बिजनेस मैले भने नि हाम्रो बिजनेस भनेको यो डिजिटल अनलाइन बिजनेस भनेको चाहिँ कम्फर्ट जोनबाट हामीले गर्ने हो। सानो घरको रुमबाट होइन, सानो एउटा मेरो दोकानको कर्नरबाट अथवा म हलिडेबाट जहीँबाट पनि गर्न सक्ने भने इज कल कम्फर्ट जोन है। यसरी नै तपाईँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ भने प्लिज मेरो वेबसाइटमा जानु www.pavitbantawa24.com है त सरी। अनि यति भन्दै फेरि पनि भोलि 26 डेमा आउने नै छु। आजको लागि बिदा दिनुहोस्।